नमस्ते यहाँहरू सबैलाई। आज हजुरले नढाँटिकन भन्नुहोला कति हजुरले पानी पिउनु भयो। आज पानी नर्मल्ली हामीले कति पिउनुपर्छ भन्ने कुरा आज हामी जानकारी लिन गइरहेका छौँ। नमस्ते, म डाक्टर हरिशरण आर्याल, कन्सल्टेन्ट फिजिशियन तथा प्रोक्टोलोजी एक्सपर्ट। म विगत 18 वर्षदेखि पाइल्स फिस्टुला फिसर, ग्यास्ट्राइटिसहरू, पाइलोनेडल साइनसको सफल रूपमा उपचार गर्दै आइराखेको छु। नर्मल्ली धेरै भिडियोहरुमा अथवा मिडियाहरुमा मैले के देख्ने गरेको छु भने पानी कति पिउने हैन, दिनमा कति पिउनुपर्छ भनेर। यदि किडनीका रोगहरू अथवा लिभर डिजिजहरू छैन भनेको कन्डिसनको कुरा गर्दैछु म आज मेरो आफ्नो विषयको बारेमा। पाइल्स फिस्टुला फिसरहरू अथवा ग्यास्ट्रिकहरू बढी मात्रामा भएको बिरामीहरूको हकको लागि। त्यो हुनाले गर्दाखेरि यहाँहरूले नर्मल्ली जोसुकैले जेसुकै भिडियो भने पनि लेटेस्ट अपडेट अनुसार के हो भने यहाँले सम्झिराख्नुहोस्, ध्यानमा राख्नुहोस् दिमागमा कि प्रत्येक 20 किलो आफ्नो वजन अनुसार 1 लिटर पानी पिउनुपर्छ। जस्तै म 65 केजीको मान्छे छु या भनौँ 70 केजीको मान्छे छु भने मैले 3.5 लिटर पानी पिउनु पर्यो हैन। त्यसै हिसाबले अब कोही 40 किलोको हुनुहुन्छ भने 2 लिटर मात्रै पानी पिए पनि पियो। कोही 80 केजीको हुनुहुन्छ भने उहाँहरूले 4 लिटर पानी पिउनु पर्यो र कोही 1 क्विन्टल हुनुहुन्छ भने 5 लिटर पानी त पिउनु पर्यो नि त हैन। त्यो भयो भने न हाम्रो शरीरमा भएको वेस्टेजहरूलाई क्लियर गर्नको लागि र हाम्रो दिशा चाहिँ क्लियर रूपमा जानको लागि त्यसले हेल्प गर्छ। पेटमा बनेको एसिडहरूलाई पनि न्युट्रलाइज गर्नलाई हेल्प गर्छ। त्यो हुनाले गर्दाखेरि ग्यास्ट्राइटिसहरू र पाइल्स फिस्टुला फिसर, कब्जियत धेरै भएर पाइल्स फिस्टुला फिसर हुनेबाट हामी बच्न सक्छौँ। तर याद राख्नुहोस्, यहाँहरूलाई यदि लिभर डिजिज छ अथवा रेनल फेलियर छ भने चाहिँ सम्बन्धित डाक्टर साहबहरूले प्रिस्क्राइब गर्नु भएको अनुसारको डाइट प्याटर्न र पानीको भोल्युममा मात्रै रहनु होला। धेरै पानी युज गर्नु हुँदैन ती कन्डिसनमा हैन। त्यो हुनाले गर्दा यो पाइल्स फिस्टुला फिसर र ग्यास्ट्राइटिसहरूको लागि मैले भनेको यो कुरा आफ्नो साथीभाइहरू अथवा परिवारलाई पनि जानकारी दिनको लागि शेयर गर्न नभुल्नुहोला। हस्, धन्यवाद।